र यो सरकारले निर्वाचनको म्यान्डेट लिएर आएको हाम्रो शुभकामना छ। हामीले उनीलाई टेको लगाइरहेका छौँ, हामी अझै टेको लगाउन कोसिस गर्छौँ। तर यो सरकारले पनि त्यो गल्ती नगरोस्, रवि लामिछानेमाथि अथवा राष्ट्रिय स्वतन्त्र पार्टीमाथि अथवा परिवर्तनका पक्षधरमाथि यो सरकारले पनि नजरअन्दाज गर्यो भने राष्ट्रिय स्वतन्त्र पार्टी आज केही बेर अगाडिसम्म राष्ट्रिय स्वतन्त्र पार्टी एक्लो थियो, विवेकशील जोडिएर अझ हामी ठुलो र बलियो भनेका छौँ। आगामी दिनमा अरू साथीभाइहरू र अरू अभियन्ताहरू र अरू दल अथवा अरू चाहिँ परिवर्तनकारी शक्तिहरू जोडिएर अझ यो ठुलो हुनेछ। त्यति बेला यो सरकारले गलत गर्न कोसिस गर्यो भने राष्ट्रिय स्वतन्त्र पार्टीका ती तमाम आदरणीय शुभचिन्तक साथीहरू टुलटुलु हेरेर बस्ने छैनन्, उनीहरूलाई सडकमा आउन बाध्य नपारियोस्। यो सरकारलाई शङ्काको सुविधा दिँदै शान्तिपूर्ण तरिकाको चेतावनी पनि हो र यो सरकारले त्यसलाई नबिर्सिकन आफ्नो म्यान्डेटमा बसेर अब जुन निर्वाचन गराउनु पर्नेछ त्यो निर्वाचनमा अगाडि बढोस्। समयमा निर्वाचन गराउनलाई राजनीतिक दलहरूलाई, सबै राजनीतिक दलहरूलाई हामीले आह्वान गरि पनि रहेका छौँ र राजनीतिक दलहरूले नै सुशासन कायम गर्नको लागि, भयरहित निर्वाचन गराउनको लागि राजनीतिक दलहरूले काम गर्नुपर्नेछ। त्यसकारणले त्यसमा सबै राजनीतिक दलहरूले पनि स्वच्छ निर्वाचन गराउनको लागि सहयोग गरून् सरकारलाई र सरकारले आफ्नो म्यान्डेट नबिर्सियोस् र दायाँ बायाँ अन्य केही नसोचिकन निर्वाचन केन्द्रित भएर अगाडि बढोस्।